साथीहरु नमस्ते। हजुरहरुलाई मेरो बिनु थापा युट्युब च्यानलमा फेरि पनि स्वागत छ। साथीहरु म चाहिँ आज धेरै लामो दिनपछि म मेरो भ्लग स्टार्ट गर्दै छु। साथीहरु आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। साथीहरु आज चाहिँ मेरो बहिनीको शुभ जन्मदिन परेको हुँदा म चाहिँ मेरो बहिनीको शुभ जन्मदिनको लागि लाखौं लाख शुभकामना। मेरो बहिनी म मेरो भ्लगदेखि नै भन्न चाहे सबै मनले चिताएका कुराहरू पूरा हुन् अनि सधैँ स्वस्थ मस्त रहनु बहिनी पनि भन्न चाहे। साथीहरु सो त्यसैको लागि हामीहरु चाहिँ केक बेकरीमा पनि जाँदैछौँ। साथीहरु खासै त्यस्तो बर्थडे मनाउने भनेर त त्यति प्लान पनि थिएन। साथीहरु प्लान त उले यो हाम्रो कृष्णा बहिनीले चाहिँ नाना दिदीको बर्थडे मनाइदिन्न भनिराखेको थियो। साथीहरु मैले चाहिँ खासै वास्ता गरेको थिएन। आज चाहिँ अब गर्ने नै भयो साथीहरु। त्यसैले अब हामी केक किन्न जाँदैछौँ। साथीहरु हेर्दै जानु होला। यहाँ चाहिँ नाली गराउन लाग्छ साथीहरु, त्यही भएर यहाँ यस्तो बारबन्दर लागेको छ। यहाँ छोरी पनि गइसक्यो, बहिनी पनि गइसक्यो केक किन्न। साथीहरु सानो सानो केक लिएर गराउनु भनेको साथीहरु। ल है साथीहरु हामी केक बेकरीमा पनि आइपुग्यौं। बहिनीको नाम लेख्दै छ। भोलि त फेरि मेरो भोलि हजुरको तिम्रो दिनदिनै बर्थडे मनाउँदै भरि गर ती काम छैन तिमीहरुको। यही आउने होला नि त केक लिनु। आफैले केक काट्ने आफैले लिएर आफैले त काट्ने। उसको बोयफ्रेन्डले काट्दिन्छ होला नि। हो अनि के भन्छ रे बेलुङ त फुक्न भ्याउन्न होला है। बच्चा जस्तो भित्र त मनाउने त्यो बाहिर त्यो ढोक्कामै के क्यामेरामा पोइन्ट गरेर त्यो उसले हाल्नु मिल्दैन। अस्ति नै हजुरले हाल्दैन भएको थियो ह्यापी बर्थडे त्यो मदर्स डेमा हाल्दै थिएँ त्यस्तो वाला छैन बर्थडेको। अनि भन्नु पर्दैन त अलि लेखिसकेपछि बल्ल अनि त्यो पनि हाल्नु हाल्नु अलि राम्रोवाला हाल्नु अनि झिलझिल दिनु अब स्प्रे दिनु। कति हो झिलझिल स्प्रे कति हो? आज चाहिँ शनिबार स्केट खेल्न आएको छ बाबुहरू। आज चाहिँ साथीहरू मेरो बहिनीको जन्मदिन परेको छ। त्यस्तो धेरै ठुलो त गर्ने होइन, अलिअलि मात्र हल्का सरप्राइज जस्तो केक अनि ल्यायो साथीहरू। त्यही हो। खास गरी मैले त त्यस्तो उ त गरेको थिएन कि यो बहिनी यता हेर यो बहिनीले चाहिँ दिदीको बर्थडे मनाउन सरप्राइज गरौँ भनेको छ। त्यही भएर हामी सबै मिलेर चाहिँ सरप्राइज गर्नेवालामा छौँ साथीहरू। यहाँ चाहिँ नबिनाजी आउनुभएको छ, मेरो जेठी दिदीको छोरी। यिनको नाम चाहिँ नबिना। हामीले यहाँ चाहिँ केक लिएछौँ साथीहरू। अब चाहिँ 29 क्रस गरेर 30 मा लाउनेवाला छ मेरो बहिनी चाहिँ। है साथीहरू यिनीहरू चाहिँ बेसी वेटिङमा छ नै, कतिखेर दिदी आउँछ भनेर रेडी बसेछन्। साथीहरू हामी चाहिँ रेडी अवस्थामा छौँ। तर साउन्ड आऊ कि आऊ मेरो आमा होइन तिमी दुईटै लिएको दुईटै दिऊ। अनि मैले ह्यापी बर्थडे भन्छु नि केक दिन्छु नि।
यिनीहरू चाहिँ तम तयारीमा छ, कसले के साट्ने भन्ने कुरामा छलफल गर्दैछ है साथीहरू। कतिखेर आउने हो साथीहरू? हामी चाहिँ एकदमै वेटिङमा छौँ। आउँदै आएन, कति बजीसम्म हो? कहिले 9:45 हुन लाग्यो। हामीले खाना नि खाएको छैनौँ। मैले त त्यस्तो उस्तो गरेको थिएन कि साथीहरू। उसले चाहिँ धेरै उल्कायो के, गरम न गरम भनेर 1 महिनादेखि उसले भनिराखेको साथीहरू। अब खै अर्को वर्ष आएर नआउनला हो कि साथीहरू। त्यही भएर उसले दिदीको बर्थडे मनाउने अति धेरै रहर लागेको। त्यही भएर के गरेको हामीले चाहिँ यो केक चाहिँ महँगो त के खानु, पेट दुख्छ है साथीहरू। हामीले सस्तोले यो पनि कोही चाहिँ काट्नु भ्याइरहेको ल हेर्नु साथीहरू, यो चाहिँ मेरो छोरा हो। हल्का मात्र छिस्स गराउनु भनेको त साथीहरू भर्खरै आफ्नो छेउमा नआउँदै होइन पर्दैन के, बु आउँदै त जोरुरै भइहाल्छ। यो त ओसीको त होइन। अब छेमा मुहाल्ने कसले त यो फेरि म त यो बाल्दै मेचोमा यो सानो भएको बाल चाहिँ कस्तो मेरो आमामा डर लाग्छ माता। ए यो जरो क्यामेरा नजिकै लगाएर गराउनु पाएको। क्यामेरा नजिकै तिम्रो बर्थडेमा मनाउँदैछु, अब क्यामेरा गरौ भने यताबाट हैन यहाँबाट बोला क्या पाउडी फोन गर्दा चिसो सुन्यौ बहिनी? ओइ नबिना एकचोटि फोन गरेर सोध्न। होइन होइन छिटो आउनु होइन, मेरो ब्रस गर्नु ल्याउनुहोस् त भन्नु। आउनु भयो कि नाइ र भन्नु। पानी ल्याइदिएर जाऊ त बहिनी। ओइल नबिनाले बत्ती बाल्न नपाउँदै हेपी बर्थडे टु यु भनेर झम्मै हात हैप्पी बर्थडे भन्दै आफ्नो कस्तो ढिलो गराएको त फट्टे पुरैलाई सबैले पुगेको फेरि एकैचोटि। एकचोटि छिस्सो पारेन। अब छेमा मुखे गरी छेमा त सेतो घर जलिँदैन नि, जति धेरै हालेर जल्छ आगो। के जल्छ? बहिनी चाहिँ बाहिर स्केटमा नानी बाबुहरू खेल्दैछ साथीहरू। उसलाई चाहिँ हामीले हल्का घात गरेको साथीहरू। सरी बहिनी भन्न चाहे यहीँदेखि। उसले चाहिँ दिदीलाई सरप्राइज गर्ने भन्थ्यो। हिजो चाहिँ भनेको त साथीहरू मलाई यहीँदेखिबाट मैले यो भिडियोदेखि चाहिँ सरी भन्न चाहे बहिनी। मैले चाहिँ हिजै नै बहिनीलाई भनेको थिएँ। अब मैले खासै कुरा लुकाउँदिनँ ल साथीहरू। दिदी आएन, फोन नउठाए पार त्यो आउँदैछ होला। ल साथीहरू, यिनीहरू हेर्नुहोस् त दिदीको प्रतीक्षामा छन्। यति सकसका छैनन् नि, खानै नखाएर अनसन बस्या दिदीको बर्थडे मनाउनलाई। ओइ
तिमीहरूले यो कपडा के गराएको परेछ माथि राख न ए नबिना यो उस कपडा माथि राख सबैले सक्सेस गरे आउने भिडियो बनाउनु Happy birthday to you. सबैले एकमस्तमा भन्ने है सामसाई पनि यतिकै गराउने है खतरा चक्कर. कि हुँबाट साथीहरू सिसी क्यामेरा जोरान छ कि हुँदेखि सरप्राइज गर्न भनेको मैले त होइन बहिनीले चाहिँ हुँबाट हाम्रो पुरै हेरिराखेछ कि थाहा छैन हौ साथीहरू के भयो ओ सेफ्टी लैदियो अरे बहिनी कस्तो बोलाउनु गर्ने यही उस लाएर स्कुल लाएर त्यसको मुखमा छिर्नु. यस्तो बोल्ने होइन नि यहाँनिर ल हेर्नु साथीहरू अघि लास्ट पछिका यस्तो गराएर छोड्ने भनेको त अहिले त रेडी मिलाएर फिट एन्ड फाइन गराएर राखेको छ हाम्रो 10 भोक पनि लाओ मैले लाग्यो. बहिनीले चाहिँ म दिदी आज काममा आउन भ्याइन भनेर प्र्याङ्क पनि गरेको छ बहिनीलाई आज धमकादार हुनेछ होइन म स्प्रे हान्ने. हँ? तिमी काउन्टरबाट नदेख्यौ न त दिदी आउनु सक्छ म यतै भाग्छु त्यतिखेरसम्म कहाँ बस्ने त दिदी नआउनु सक्छ म यही बस्छु आएर त्यता भाग्छु ओइलेबाट टोयलेट बन्यो 1 घन्टा साथीहरू यो चाहिँ मेरो छोरी हेलो. मेरो युट्युबमा केही भन्न छ तिमीलाई उसले चाहिँ एसी दिएर चाहिँ डुली गर्न आएको के बोले? ल भन न त केही भन्न छ के भन्यो मेरो बिरु सेनाको युट्युब च्यानललाई धेरै धेरै माया गरिदिनु होला. इङ्ग्लिसमा डर्काउ न प्लिज सब्सक्राइब एन्ड लाइक कमेन्ट हर युट्युब च्यानल अनि धेरै धेरै माया र सम्मान प्यार दिनु होला धेरै धेरै त्यही भन्छु त्यही हो अरू अरू के तिम्रो पोखरामा कति दिन बसाइ छ भन म आएको अस्ति 4 गते हो. अब मम्मीले अर्को के अरे वेडनेसडे आइज भन्नुभयो. अब हेरौँ अब जान्छ होला मान्छे यस्तो दिदीको नाम के गरे नस्म गर्ने नानु आज चाहिँ छेमाको बर्थडे मनाउन पनि यो सक्सेस हुँदैछ है साथीहरू हजुर आज चाहिँ हाम्रो छेमाको नाना छेमाको बर्थडे हो. सो यही भिडियोको थ्रु ह्याप्पी बर्थडे छेमा नाना छेमा विश यु अ भेरी गुड हेल्थ एन्ड वेल्थ त्यही हो. अहिले प्रत्यक्ष नि भेट्नुहुन्छ हुन त भिडियोबाट नि भन्न चाह्यो उसले ल है साथीहरू मेरो स्पिड देख्नु होला यहाँ ठुलो विश्वासघात हुँदैछ केटाकेटी त उता कुनातिर गएर बर्थडे मनाउँदै रहेछ हो यतातिर काउन्टरमा बर्थडे मनाउने भनेको त टपमा बेइज्जतीहरू केटाकेटी नै हुने रहेछ साथीहरू यहाँ आएर यहाँ मनाउने क्यामेरामा कैद गराएर गर्ने भनेको त आत्तुरी पात्तुरी यहाँ भाइले मैले यहाँ जुटा दिँदै थियौँ साथीहरू सेम साइजको ए हुन्छ के अलिक ठुलो चाहिँ हुन्छ बच्चाको हैन के साइज हो खासै ल
ल के भन्न मन छ ल भन थ्याङ्क यू के गरे यस्तो यो जिन्दगी के नखाएको मान्छेलाई ल पस के यहाँ के काटेर अब केक काट्ने मामुले अहिले खाने हो रेम के गरे यस्तो ओ उसले ल छोरा मामुलाई काट्न भन हेलो मिस ल बेबी र मामु काट्नु ल थ्याङ्क यू Happy birthday to you. Happy birthday to you, Nana. Happy birthday to you. Thank you. मामुले खुवाइदेऊ यही खिलाइदियो हुन्छ नि त्यो भन्नु म त लगाएको यता फर्काउनु न यता फर्काएर देखाउनु जुत्ता लिएर हिँड त्यो पुरी भएको पनि के उयो गर्ने भाइ एउटै लिग ल लिग हेर पर्काएको नपर्केको ह्याप्पी बर्थडे त भित्र बाहिर पो ह्याप्पी बर्थडे ड्याडी अलि माथि क्यामेरा उठाउ न कस्तो अलि यता आउनु न क्यामेरामा यिनीहरू होला ओइ हातले खाउनु न कि चक्कर ए बेबीको ह्याप्पी बर्थडे आज कति अगा नबिना कस्तो मान्छे यतातिर हो कि नि यहाँ ढोका सिम भनेको त उहाँ पुगेको मान्छे त यिनीहरूलाई कहिले गराउने होला भोक लाएर मरे अनि आज बवाले होला कसको बर्थडे है बेबी आज कसको नबिनालाई समाउन दिनु कसको बर्थडे है मेरो कपडा हेप्पी ए म खाना लगाइदिनु म खाना लगाइदिनु म राम्रो जाने यति मात्र कस्तो लाग्ने बनाओस् धेरै नरिसाउनुहोस् म नखाइदिँदैन न ओ राम राम तेल त राज भएछ त आज छोरा हो तिमीले खाऊ न परवेश कहाँ गयो बर्थडे भनेर आत्तिकी मान्छे कहाँ गयो दिदी म नआउने सन्चो भएन भने बिहानै फोन गर्नु पर्थ्यो नि फोन गरेको अरे मान्छे ल आज शनिबार गोली चलाउने भनेर दिदीलाई बोलाऊ का त्यस्तो लाग्यो हात डोर आउन भन बेबी कस्तो ला बर्थडे कस्तो ला हेप्पी बर्थडे मामु भन मम्मीलाई ल हेप्पी बर्थडे मामु भन हेप्पी बर्थडे मामु भन के थ्याङ्क यू छोरी लौ बाबु नेरेनाजी आउनुहोस् नबिनाजी बहिनी आऊ हामी त खानै खाएनौँ खाली बेला तिमी फेरि यहाँ अगाडि अगाडिमा जुट्टा राख्ने नि हात डोर आउको जाऊ केक टिका लगाइदेऊ खाऊ फोन गर अरूलाई नि गरेको बोलाएको आउँछु भने यादै नगरेको मैले त ए थाहै थिएन वास्तै भएन फेरि होला नै भने तर खासमा चाहिँ बहिनी मैले भनेको थिएँ का
यो लात बचेको हिजै भनेको थाहा के मम्मीले हिजै भनेको बर्थडे मनाउने भनेर यसलाई भन्ने होइन त्यही भएर तर फेरि बिहान त छोडै भएन अरे के थाहै भएन अरे त्यही भएर त म शकुन्तला दिदी छोरालाई फोन गरेको थिएँ त्यो उस त्यो चक्लेट जस्तो दिए अरे के उसलाई खान माथिको मिठाई कोलाई पर्वेलाई क्या त होइन त्यो होइन यो त होइन के अर्को अर्को यो रातो त्यो डाना के डाना ल तेल त खाइन ठुकेर यहाँ मिल्का छ ल धन्यवाद कहाँ आदि खिचेको त नि यहाँ तलको नखिच्दैन खान्छ उसका हुन्छ थ्याङ्क यू सो मच मैले चाहिँ उठाइ जिन्दगीमा केक काटेर म काट्ने राखेको म यो काट्ने खाऊ केही हुन्न मुखमा नि थिएन यसमा हाल यसमा ल है साथीहरू हामी चाहिँ लाग्यो लेक साइडतिर बर्थडे पार्टीमा अब लेक साइडतिर हिँडेको तर कस्तो हुन्छ साथीहरू हेर्दै जानु गाडीमा गयो हाल्नु जार लिएर आएर पानी ल है साथीहरू देख्न सक्नुहुनेछ लेक साइडको नजारा ये मेरो लिपस्टिक पुछ्यो यहाँ बस्ने होला नि यसरी पार्ने गर्छ ल है साथीहरू देख्न सक्नुहुनेछ लेक साइडको रात्रिकालीनको नजारा हेर्नुहोस् त कति राम्रो देखिएको हो अब चाहिँ हामीहरू कोको बिच साथीहरू कोको बिचमा आइपुग्यौँ बिच हो कि के भन्छ कोको बिच बेन्च हो कि के भन्छ हामी चाहिँ साथीहरू कोको बिचभित्र छिरिसक्यौँ साथीहरू पानी लौ पर्वेश यता हेर त खोइ उठ न ल्याउ त उठाउ त बहिनीलाई मतिर देखाउ का नानी ला लौ पर्वेश लौ लाका ज्ञानी भनेको हेर त ज्ञान तिमीले हेर क्या यता अलि उता बाटो लैजाउँ न फेरि ल है साथीहरू हामी चाहिँ लेफ्ट साइडको यो गुफामा पनि आछौँ हेलो भनिदेऊ न बेबी हेर त यहाँ भात धोइ गर धाडामा साथीहरू हामी चाहिँ कति बजिसक्यो रातको 8-9 कति बजिसक्यो साथीहरू हामी चाहिँ खानासाना खाएर यहाँ चाहिँ डुलिराखेछौँ साथीहरू यतानिर कालो ल है साथीहरू यति राम्रो ठाउँ हामीले बाई गर्दै साथीहरू म पनि मेरो बिनु थापा युट्युब च्यानललाई पनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला भन्दै बिदा हुन्छु बाई बाई